के रे एकचोटि चस्मा लगाइदेऊ न एकचोटि चस्मा लगाइदेऊ न यो त चल्दो बल्दो ऱ्यापर है यो चस्मा लगाएपछि फेरि हेलो गाइस हामी चाहिँ आज हेर्दा आस्थानमा जाँदैछौँ टाक्दा होमस्टेतिर टक्क लाएर हामी चाहिँ सबै यहाँ अन्जन दाई हुनुहुन्छ सागर दाई राजेश दाई सबै भएर यता पछाडि के भन्छ नि तिलक स्मृति शर्मिला दिदी हामी सबै भएर लगभग 13-14 जना भएर हामी यहाँ होमस्टेमा जाँदैछौँ। टक्क अहिले चाहिँ हामी यहाँ हेम्जाबाट यहाँ उकालो चढियो टक्क यहाँ हेर्न सक्नुहुन्छ यस्तो सिन छ है। सर हुनुहुन्छ हाम्रो उता होइन सर पनि हाम्रो पिरो राइडर हो ट्रिपल हाल्नु हो हाम्रो बरुभन्दा स्कुटरले तान्दैन होला सरको बाइक पनि खतरा हो ओल्ड इज गोल्ड भने जस्तो होइन। बाटो पनि राम्रो बनाएको रहेछ पहिला चाहिँ एकदम कच्ची थियो अहिले चाहिँ एकदम राम्रो बनाएको रहेछ पिच गरेको रहेछ होइन। यहाँ हेर्न सक्नुहुन्छ यस्तो जङ्गल छ डाँडा काँडा एकदम राम्रो छ। टक्क हामी चाहिँ यता ट्रिपल भएको थियो नि त अनि यहाँ माथि जाने गाडी पाएर चाहिँ हामी यहाँ उस यो गाडीवालालाई भन्दैछौँ ल म चाहिँ यता ओर्लिएर टक्क लाएर गाडीमा चढ्न लाग्यो कन्डिसन चढ्ने भनेको र फेरि यहाँ तल झरे ल हामी चाहिँ टक्क लाएर गाडीमा चढ्यो नबजाऊ अहिले मजा सरर हावा छ है आनन्द तरिकाले सामानको गाडीमा प्राइभेट गाडी जस्तो होइन। स्कुटरमा आएको भए यस्तो आदेश लाएर बस्न पाइन्थेन टक्क हेर यस्तो भ्यू छ है गाई चाहिँ हेर्नु है हिँड्छ अनि गाडीमा आएपछि यस्तो सामानमा आफ्नो प्राइभेट गाडी जस्तो टक्क लाएर आदेश लाएर हामीले चिलमा है टक्क लाएर बाटो चाहिँ दामी पिच रहेछ है त्यही भएर ल टक्क हामी आयो यता यही हो होइन हाम्रो गाडी यता पार्किङ भयो ऊ त्यहाँ चाहिँ हिँड्दा हो
किरण दादा मकै लाग्छ भएर यहाँ त तल घाँस काट्दै हुनुहुन्छ बाबु सुनेको होइन बाबु हेरेको होइन हो होइन कि हाम्रो पानी चाहिँ आइसक्यो होइन पक्का तर यता अझै सरहरू यहाँ पनि आएको ती चाहिँ फेरि चल्ला लगाएर चल्दो बल्दो अब यहाँ के हो मन्दिर हो कि समथिङ के रहेछ त्यही हेरेर आउँदैछौँ है टक्क यहाँ फेरि चढ्नु होइन यता मन्दिर रहेछ के अरे एकचोटि चस्मा लगाइदेऊ न यो त चल्दो बल्दो ऱ्यापर है यो चस्मा लगाएछु फेरि ल यस्तो छ यता यता त खत्रै स्पोट रहेछ नि त अनि यहाँ है मन्दिर जस्तो के हो बुद्ध भगवानको जस्तो यो होमस्टे चाहिँ हाम्रो हरियो है हेम्जा टक्क लाएर राम्रो छ ठाउँ चाहिँ त्यो खोला के रहेछ त्यहाँ एउटा त्यो चाहिँ पुरा हेम्जा